चुन्डी भाइ कहाँ जान्ला हामी आज आफन जान यसो ल है त गाई हामी चाहिँ आफखान जान्ला अरे आप टिप्नु जानु लाग्यो कसको बारीमा आफ्नै बारीमा घार्ने चाहिँ फेरि मै हो है रुखमा चढेर सब आफ खाएर आइसक्यो यहाँ पनि ल ल ल अब देखाउनु ल हाम्रो अदत चाहिँ गाउँमा चाहिँ सबै केरा खेती मात्र छ है ल हेरौँ है केटा सही छ सही सब केरा खेती मात्र छ सब केरा खेती यो चाहिँ म है चट्टा लाएर आज आँप टिप्न जानु लागेको हाम्रो यहाँ 3 जना छ यहाँ दाजुभाइ यहाँ घ्याउ छ अर्को एउटा ल दाइ के छ खबर भन्नु त हामी कहाँ जान्ला खोइ त यहाँ देखेन त नि त्यहाँ अर्को को छ त्यहाँ हामी यसो आफमा भन्छ जान्ला आफू रुख आउन ला है त गाई चाहिँ यहीँ हो यहीँ हो हाम्रो चाहिँ बारी हो त्यहाँ दौडिसक्यो केटाहरू चट्टा लाएर यताबाट सट्ट गयो होइन यहाँ यी भुइँ कटर छ केटा हो भुइँ कटर यी अर्ग्यानिक केटा अर्ग्यानिक हो अर्ग्यानिक चढाइ ओ यो कमिला चप्पल लाउनुपर्छ ल केटा हल्का ठुल्ठुलो भएछ है ल केटा नेचुरल आँपहरू ओ काल्दै अनि कमिला चाहिँ टोक्दैन कमिला टोकी अहिले झर्छ यो छैन छैन ल छैन नि भाइ यत्रो छ झन् झरेको ठिकै छ सर्प रे सर्प छ अरे सर्प हो खै त गाइज आप त काँचै रहेछ अब नझार्नु पऱ्यो अब जानु पऱ्यो अर्को ठाउँतिर यस्तो यहाँ झार्ने मान्छे को छ यहाँ हेर उता माथि ल ल यो चाहिँ मैले हान्न लाएँ केटा यो चाहिँ मैले हान्न लाएँ ल आँप आयो केटा आँप आयो दुईवटा आइसक्यो आँप झारिसक्यो दुईवटा त्यहाँ तल झरेको त भाइ त्यो एउटा सिङ्गो हेर त दुईवटा यति आयो म खाइन्छ बिस्तारै मजाले काँदै हिँड्दा त बाँदरले जस्तो कस्तो बबाल छ हो मिठो छ ल एक घरि केरला जान्न हाम्रो त्यो देउडा दिदी छ अर्ग्यानिक आँप कडा अर्ग्यानिक दादा पनि भेटेको छ होइन दामी रहेछ है यहाँ देखाउनु भिडियोमा यसरी हाम्रो त गाँठी बगान छ कडा हो आँपै आँप मजा आयो के जाऊ आँपै आँप ल बाबुको अड्डा कहाँ हो त्यहाँ गएर सबै फाँड्दै गर न म बोरा चोरा लिएर है कस्तो दामी रहेछ फेरि गएर टिप्नु जानुपर्छ क्या त्यहाँ बल छ है बोक्रा पनि मिठो छ केटा खोया खाँदैछ ऊ खानु है कत्रो छ अरे यसको डबल पेपर भनौँ यहाँ
फालफुलको भात यहाँको मान्छेले भात कहिले खाँदैन कि आँप मात्रै हो जहिले आँप र केरा हो क्या आँप केरा लिची यो चाहिँ के हो है कुन कुट्यो यो डुम्री भन्छ यसलाई मकै डुम्री मलाई नि हातमा अब यहाँ त कमी नै हो आँप र केराको चाहिँ कमी हुँदैन केरा केरा छ गाइज बनाना जे पनि थियो त यहाँ त्यो तोड लाग्छ निक्लायो यो दाइ बेलामा एक प्याजको भात होइन केरा 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 यहाँ त मान्छे हराउँछ काठबाट आयो नि नहरै लाग्छ हामी अब अर्को के ल ल फेरि वाङ्गेल दाइ घरमा लागि वाङ्गेल दाइ घरमा तारा झारिदेऊ कि गाइज धेरै हिँडायो आचुन्डी भाइले धेरै हिँडाइसक्यो ठिकै छ केही छैन हिँड्नुपर्छ हल्का फुल्का पछाडि पनि छ हाम्रो ग्याङ तिनजना ग्याङ भएर हिँड्दैछ नि अहिले देखिन्छ केरा जोक्दैछ त अनि ल यहाँ बेच्दैछ है आँप बेच्दैछ यहाँ चाहिँ यहाँ आँप बेच्दैछ है ल आँप चोरेर आएको हामी त यहाँ हो आँप बेच्दै रहेछ कहाँ त्यो चाहिँ कसलाई त्यो होइन तोरी हो क्या उति फुटेर ल्याउनु त खाइदिनु भने हो क्या उतै दिदी फुटेर ल्याउनु त ल ऊ दर्शन हानिसक्यो यहाँ अर्को आँप दुएर खाकेर रोग लाग्छ रोग लाग्छ अहिले ल हेरेर कति राम्रो छ आँप त्यो टोकरी कलर चोर्नु लागेको केटा हो त्यहाँनिर कलर सामुने बसिरहेको रहेछ कहाँनिर लुकेर अनि त्यसले के भन्छ पाकेको छ कि हेर्न आएर गएर ऊ त्यहाँ ऊ चोर फर्स्टै गऱ्यो भइसक्यो कडा सहर हो हातले भेट्छ त आँप त होइन ओ केटो ए पटर दे न यार तरकारी छैन घरमा बुझ न यार बुझ त्यो त मेरो साथी हुनु सँगै परेको पकाएर नपाक्यो होला हौ त्यो त उता उता गरेर पाइहाल्छ नि झर झर ल यहीँबाट चाहिँ नि यहीँ खाने
काँचो चाहिँ नझार काँचो काँचो नझार ल गाइस अब चाहिँ टिपेर सकियो आँप पनि है त ल